हेलो भन्देऊ। हेलो हेलो ओ ज्योति मगर दिदी आज चाहिँ हामी यहाँ मकै बारीतिर पात लुस्न जाँदैछौँ साथीहरू। म देखाइदिन्छु है तपाईँहरूलाई। यो चाहिँ हाम्रो भाइ हो। यहाँ अब मकैको पात लुस्नुपर्छ। यो गरामा हो के यहाँ लुस्ने पात। अब चाहिँ हामी यसरी हिँड्दैछौँ। यहाँ हुनुहुन्छ मामा सिरी। यहाँ हुन्छ ज्योति मगर दिदी। के हो ज्योति मगर दिदी? हाँसै लाग्दो हो कि। यहाँ चाहिँ अर्कै खेत हो। हाम्रो खेत चाहिँ उतातिर हो। अब हामी जाँदैछौँ मकैको पात लुस्न। आमा कत्रो ठुल्ठुलो घोगा हो यार। एउटै बोर्डमा 3-4 है, 3टा है, कोहीमा 2टा। आमा मकै त धेरै फलेको नि। यही गरामा साथीहरू। यहाँ मकैको पात आन्टीले लुसेको हामीले हिजो। अब यो गरा हा कत्रो ठुलो हो यो गरा। यो गरामा त अब लगभग लुसेरै भ्याउनु लाग्यो यो। त्यसपछि माथिपट्टि जाने हो। तपाईँहरू छक हुनुहुन्छ होला यत्रो सानो मकैको बोट देखेर। एउटा गएको लगातार सानो अझै सानो त्यसपछि यहाँ ठुलो। मामा चाहिँ यहाँ लुस्दै हुनुहुन्छ। अल्छी लगाएन मामा? बोल्नु अब म त्यस्तै गर्नु लाग्यो। ओ ज्योति मगर दिदी पागल भयो साथीहरू यो। चाहिँ साथीहरू यत्रो घाँस बोकेर आइरह बहिनी लगिन पुगिसकेको थियो। घाँस चाहिँ खाली हामी चाहिँ बोक्नु पाएको। भोक लाएर मर्न आँटिसक्यो साथीहरू। भगवान् ल आजको लागि यति। बाई बाई।